वाओ क्या लड़का है, भेरी ह्यान्डसम। के भन्नु मन छ तिमीलाई आजको दिन? भाइ के छ हाल खबर तिम्रो? दाइ ठिक छ? अझै हान्ने कि बोटको? लाइक शेयर सब्सक्राइब गरिदिनु होला ल। बिरालुको खिच्दैछ यहाँ। यहाँ चाहिँ हाम्रो को हुनुहुन्छ यहाँ ल। राम राम ल ह्याप्पी तिहार भन्नु पर्यो सबैजनालाई। के भन्नु रे? ह्याप्पी तिहार। चिसो बियर पक्का दिन्छु। तपाईँहरूको तिहार कस्तो भयो कमेन्ट गरिदिनु होला, म सबैको रिप्लाई गरिदिन्छु। ल आजको लागि यति नै हो ल। अब अर्को भिडियो हेर्नु लागि चाहिँ च्यानललाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला ल। पागल मान्छे यस्तै हाँस्छ यहाँ। आज चाहिँ हामी फोटो सुटिङ कार्यक्रम गर्दैछौँ। हेर्नु होला फोटो कस्तो कस्तो आयो। अनि तपाईँलाई को केटा मन पर्यो कमेन्ट गर्नु होला, कमेन्ट गर्नु जानु नबिर्सिनु होला। त्यति नै भन्न चाहन्छु। ल केटीमा को केटी मन पर्यो भन्नु होला। यहाँ पनि छ, आउ न मिना। भेलु ग्रुपहरू है, सबैजना भेलु ग्रुपहरू हो। यस अहिलेको लाइट चाहिँ ठिक है। अर्को पोज ल, अर्को पोज एक अर्कालाई हेर न, हेरेर हाँस। स्माइलै छैन हाम्रो चाहिँ फोटो खिचिन हैन, अरूहरुले फोटो खिच्नु मलाई बच्चा। राम राम, यिनीहरू त बेइज्जत गराउने रहेछ। यहाँ हेर्नु त ऊ यहाँ फोटो खिच्न पाएर एकदम खिच्दाखेरि भूत जस्तो आउँछ। के गर्नु त्यही त। यता राम्रो आउँछ। सो गाइस देखिए फोटो खींचने के नाम पे लोग इतने आते हैं। कैमरा वुमन, कैमरा वुमन। ल खिचेर हामी सबै फोटो इन्डिया डिस फोटो सुट। ल यहाँ हाम्रो कतिजना छ? 6 जना बहिनीहरूको चाहिँ एकजना दिदी को छ यहाँ? एकजना चाहिँ सुधी आर्मी छ यहाँ छेउ। तिम्रो पनि दाइ हो भन्दा चाहिँ अनि तर पोजहरु फेरि नागरिकता खिचे जस्तो हुन्छ। You don't know this is Badal. This is my siblings, not sorry, own brother. तर के गर्नु म भन्दा खासै ह्यान्डसम छैन। तिमी नै ह्यान्डसम छौ भाइ भन्दा तिमी ह्यान्डसम छौ। ये जितने भी लोग हैं ये सब मुझसे बड़े हैं। तिम्रो भिडियो कुन समाचारमा आउँछ? मेरो भिडियो राजेश को ब्लॉग। ये है प्योर घर। डूड भन्नुपर्छ। This is nonsense, so guys. And यो भिडियो बनाउने मान्छे झन् ननसेन्स छ है गाइस। धेरै स्याहार्नु हुनु फेरि दाइ फेरि। वाइड हाल्नु पर्ला जस्तो लेन्स। त्यस्तै गर्नु। ल हेर न फेरि डिस्टर्ब गर्न आएको थियो। यहाँ हाम्रो दाइको एकदम बबाल फोटो सुट हुँदैछ है गाइस। ल हाम्रो क्यामेराम्यान चाहिँ यहाँ अङ्कल हुनुहुन्छ। यहाँ रिता कविता बहिनी पनि छन्, मिना पनि छन्। दाइको चाहिँ एकदम केटिएम डुकमा चाहिँ बबाल भइरहेको छ फोटो सुट। ल कतिजना भ्लगर निस्किन्छ? यहाँ फेरि हाम्रो अर्को हिरो छन् यहाँ रोशन भाइ हाम्रो। ल अनि भाइ के छ हाल खबर तिम्रो? दाइ ठिक छ? अझै हान्ने कि बोटको? पूजालाई ढेगालेको सुहाउँछ क्या तिमी? यहाँ फेरि अर्को 3 जना आइसक्यो। भाइ ज्याकेट समाज यो पनि रुमाल पनि समाज। ल 3 जना चाहिँ यो बिचको चाहिँ एकदमै खत्तम मान्छे हो। धेरै किचकिच गर्छन्, ल्याङ गर्छन्।
ल पोस्ट त के भन्नु एकदम फर्स्ट क्लास यिनीहरू त तीनजना एउटै बाइकमा चढ्ने रहेछ त A1 ला बहिनी यहाँ कविता बहिनी यहाँ हाम्रो फेरि अर्को यस्तै हो गाइस जिन्दगी एकचोटि रमाउनु पर्छ मर्नुभन्दा अगाडि ए राम उडाको नि खिच्ने कि एउटा राम र कसको बाइक हो बेजत गर्नु गरेछ भन्छ परे राख्नुपर्छ फेरि ओहो खतरा कुरा ल भाइरल टिकटकरसँग फोटो खिच्दै ल यहाँ सुट हुँदैछ खतरा फोटो सुट भाइरल टिकटकर नाम चाहिँ के थियो बिर्सिरहेको छु मैले ए सलिना राई ए घिसिङ तामाङ सलिना तामाङ सर्च गरेर सबैजनाले फलो गरिदिनु होला अझै धेरै बहिनी चाहिँ दिदीभन्दा ठुलो रहेछ ए Ding dang ding dang,
Ina